मेरो भाइको छ यार, मेरो बिहा गरिदिउ तिमीले सुख हुन्छ। अलिकति यो ठ्याममा भर्नु न। हेलो मेरो गाइजहरु, मेरो साथीहरु, स्वागत छ मेरो ब्लगमा। मेरो धेरै दिनपछिको लामो ब्लगमा स्वागत छ। र आज हाम्रोतिर यतातिर सबैले मल बोक्न लागेको छ, मैले मात्र मल बोकेको छैन हैन। अनि यो यता चाहिँ कति हामीले 8-9 खेप गरे होला। आमा, मेरो भाइ अनि म, अनि बल्ल यो खेतमा आएको। अरे मैले भन्नै बिर्सेको यार। मेरो ब्लग हेर्दै हुनुहुन्छ भने लाइक गरिदिनु, सब्स्क्राइब गरिदिनु। जसले लाइक र सब्स्क्राइब गर्नुहुन्छ कमेन्ट पनि गरिदिनु, मैले गरिदिइसकेँ भनेर है 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 है। घाम पनि बल्ल आउँदैछ यतातिर, घाम ओ माथितिर घाम बल्ल बल्ल आउँदैछ। र मैले मेरो भाइलाई चाहिँ बल्ल भेटेँ होइन, अघिदेखि दुगुरी भेट्न खोज्छु, भेट्दैन। अनि हामी पहिल्यैदेखि फोहोरी भएको क्या होइन, हिजोदेखि फोहोरी भइसक्यो, नुहाएकै छैन। हिजो मैले पनि नुहाएन, यसले पनि नुहाएन। नुहास् तैँले, कुन बेला नुहाइहालेँ। अनि तेरो शरीर दुखेको छ कि नै? के दुखेको छ भन्दा? हात दुखेको छ, टाउका दुखेको छ, खुट्टा दुखेको छ र हात दुखेको छ। हात दुखेको छ। अनि यो जिप ओइ के गरे, यो के गरे? हाम्रो पनि यस्तै भइदिएको भए हामीले हिजो एक गाडीमा मल हालेर हिजो सक्दिनौँ क्या, सक्छौँ होला। बोक्न यो बोक्यो कस्तो नाटक गर्छ यार। अलिक भरि हाल्नु न बुवा। अलिकति यो ठ्याममा भर्नु न। बोक्न हिन्दी बोल्छ भयो। अल तल कहाँ कुनामा छ? अल तल बिचमै छ, बिचमा अहिले त अलि यति पनि थाहा पाउँदैनस्। फाइनल घाम पनि आइसक्यो, यस्तरी घाम। हामीले चाहिँ हिजो यहाँदेखि बोकेको होइन, तल यो अनि यसमा चाहिँ हामीले 1 2 3 4 5 6 7 8 9 10 11 खेप चाहिँ बिहान गरेको। अनि यता कुनातिरको फेरि हामीले हिजै भ्याएको हो क्या। यो पनि निकाल्दैन भाइ, कस्तो हो र भाइ भएपछि यतिको चाहिँ गर्नु पर्यो नि त होइन र। त्यो आन्टीहरूको छोरी बिहा गर्छ नि त्यसले होइन? अरे तेरो छ रे, मेरो भाइको त छ यार। आन्टी छोरी लाउनु पर्यो खेतमा। हामीसँग हिँड न, हामीसँग हाम्रो यहाँ ठगेर यता भाइ र मसँग हिँडेर बराबर कस्तो राम्रो हुन्छ। कति गरौँ कस्तो लाग्यो यहाँ, यस्तै आयो। बच्चामा कम्ती थियो, अहिले पनि पिट्दैन हाम्रो आमाले यार। म चाहिँ मेरो भाइसँग सँगै आउँछु यो घरबाट होइन। यो म भाइ फाल्ने बेला पनि फर्केर आउँछ क्या यार। तेरो घोडाको प्राण छ क्या हो, घोडा लिएर जन्मेछ, घोडाकै प्राण रहेछ यसको। रुख कान्छा, ए मुन्ना रुख भाइ रुख। गाह्रो छ मेरो भाइ मुन्ना, गाह्रो छ। लैबरी गाउँका केटी सबैलाई हामीलाई भने खोस्ता खोस्ती। भात खान्छु अन्न, भात खान्छु, अरू के खान्छ? चल छिरिन बसिया छ। अगाडि आयो भनेर नबस्यो, छिरिन न। दाइसँग हिँड्न, दाइसँग हिँड्छ, काम लाग्छ। ट्र्याक्टर भइदिएको भए त हामीले मल बगेर हिँड्दै सक्थ्यौँ के, हिजै भ्याइन्थ्यो होला। हाम्रो चाहिँ ट्र्याक्टर छैन, गाह्रो छ, मल बग्नु पर्छ। यो थाप्लो दुखेर पनि
छाम्न पनि गाह्रो छ सुद्धिम जस्तो चर्किने घाममा पनि सुद्धिम जस्तो लाग्छ क्या हजुर हजुर भाइ उता गरेर बसेको छ आमा भाइ उता गरेर बस्छ हो रिसाएर छैन नि लिन्न आएको छैन भनेर किन आत्या हो र आमा अब यिनीमा योमा ढिलो हाल्ने हो यिनीमा एकनतिर बाख्रा हाल्ने हो र अझ यत्रो बन्छबै पुग्ने तिम्रो फाटेर रहेछ आमा यहाँ फाट्दै मल बोक्नु हाम्रो आमाले फाटेको कपडा लाउँछ नि केटाहरू मेरो बिहा गरिदिउ तिमीले सुख हुन्छ गर्दा मेरो बिहा गरिदिउ नि त मेरो सुख भइहाल्छ नि तिमीले सुख हुन्छ गरिदिन्छु नाच्थे मेरो बिहा कहिले गरिन्छ आमा मौसी लाग्दैछ हो रानै छ त मौसीमा मेरो बिहा हुन्छ रे मौसी लाग्दैछ अनि मेरो आमा फेरि अब घरमा बसेर यो गर त्यो गर त्यो गर त्यो गर हुन्छ रे बिहा गरेर झन् दुःख हुन्छ आमा तिमीलाई बुहारी आइसी झन् गाह्रो हुन्न आमा तिमीलाई मजाले यस्तै के भनिस् रे एक हानेर भाङलाङ भाङलाङ पल्टाउन नि जा बोकेर आमा हेर आमा हो यो बाटोहरू बस्दिएको हाने यो अझ हेर न कस्तो जिता खारे जान्छ छोड्दाएर ए हराम छ पहिला आमाले दुःख दिएछ है अझ हेर बग आफै बग म तिमीले बग आफै बगाउनु मलाई किन बगाउनु पर्यो ओए गुजार्न आमाले त कस्तो छ यार यो ओए राम 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 यसले के हत्ते देखायो उए ए मुन्ना क्या कर दिया भाइ तूने छी 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 यस्तो ठाउँमा सुत्दो रहेछ भाइ यो त उए उठ कि छिटो 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 हेर 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 के लाग्यो टाउकोमा त्यो धुलो फाल छी उठ कि छिटो ओए आज भ्याउनु सक्छ बिक्यान ओ हो र भाइ हो र थ्याङ्क यू भाइ थ्याङ्क यू अनि भाइ तिमी सन्चै छौ एकदम अनि भाइ तिमीलाई मलाई भेटेर कस्तो भाइब सुगेर लोकल 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 रोयल भाइब्स भन रोयल भाइब्स लोकल भाइब्स भन्छ यार के भन्ने रे भाइ रोयल भाइब्स मलाई भेटिसक्यो कहिले के भन्ने रे रोयल भाइब्स मलाई भेटिसक्यो जहिले पनि भाइ रोयल भाइब्स आइरहाडाई भन्ने हात धो खाना खा अंडा किन सेरो नास्तेले कस्तो सेतो खाना यो अरे खाना भन्दा पनि अंडा ए मिठो छ मोरलास नि खान्छ एक बैसको थाहा पान्नस् के भन्नु रे आमा तिमीलाई एकछिन नि बस्न दिन्न भन्छ तिमी बस्दैन आमा अब मैले टोल ल्याइरहेको छु र म टोलिँदा बसाइ रात नबसाउला र हेर आमा थाकेर यस्तो ठाउँमा बस्या के गर्न दिदिन यो मल बग्या मलाई अझै पुग्दैन आज नि पुग्दैन भोलि बोक्नु पर्छ अरू के गर्ने मैले हैन आमाले भैँसी नपालम भनेको हैन ए भैँसी घरमा ल्याएर ए भैँसी नपाला क्या आमा भैँसीको पुरो मेरो छोराले खान्छ अरे क्या भैँसी नपालेपछि हाने जस्तै
भैँसीले कस्तो मजाले खाए यिनले भैँसी पालेर यसलाई होइन बहिनी मेकअप गरिन् भने कस्तो हुन्छ होला यो हजुर चल 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 यहाँ बियर मल बगेर भ्याउनु छ आज चल्छिर चप्पल नलगा आमाको जुत्तो लगाएर हिँड्न कसरी मेरो चप्पल यसले यो अघि अरे लगा बुवा लाडन भागा दिन्छ पल्टा बुवा लाएर गएको चप्पल त कुन जुत्ता ओइ चल छिटो कसो सुट्ने कुरा गरे हो मर्लास गयौँ हजुर गयौँ मैले जुत्ता लगाउने मा म यो जुत्ता लगाउँछु है कस्तो देखिँदो रहेछ अब लोकल गाउँले भाइब्स आयो अब ल सानो भयो राम्रो जुटेर मलाई कल ऊ तलको बाहिर भएको छ ल हामी चाहिँ अब हामी चाहिँ सिधै खेतमा भेट्ने खेतमा अनि हाम्रो बहिनीले चाहिँ बाख्रा यतातिर ल्याएकी छिन् उपाएछन् अनि अरूको पनि पारितिर छ क्या सबले ल्याएका छन् होइन यो कुनातिर ऊ त्यो कुनातिर सबले आफ्नो गोरु बाख्रा गाई लिएर आएका छन् होइन हेलो माई डियर काउवा ओए के हो रे अभी आमा हेर नाउनले ढुङ्गा फाल्यो यो छोते कलौते कलुवा भेन्टे मुन्ना भोसे बाघले खानु अनि यो हाम्रोतिर यतातिर क्या यो सब माउरीको घाम हो माउरीको घाम यसको मटर यस्तो मिठो हुन्छ ल्याम्मा अब हिँड्ने बाटोतिर पानी हिँड्न गाह्रो छ यार यहाँ बाउको जुत्ता लगाएर आएको छु चप्पल लगाएको भए झन् कस्तो बेहाल हुन्थ्यो होला यार हेट ओहो पानी छिरिहाल्यो गर यस्तो नगरौँ न हौ यार के गरे यो हौ अब हाम्रो चारवटा गरामा मल बग्नु छ अब त्यति मात्रै बाँकी हो लास्टसम्म हेरिदिनु भयो माया गरी देखाउनु भयो लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला आजले यति बाइ ठग लाइफ यसलाई सिकाउँदा मेरो प्राण जाने भयो